त्यही माथि प्रिन्सिपल सर आएर अकाउन्टको क्वेसन त अहिलेसम्मको सजिलो क्वेसन हेरेर तँ गएर देखा न त्यसो हाम्रो पेपर तिमी लिएर गर बेस्ट अफ लक आज अकाउन्टको एक्जाम राम्रोसँग गर ल ल मान्छे राम्रो हो कि जकेट राम्रो हो किसिमै राम्रो देखियो नि ल ल अनि जुन चाहिँ मेरो इङ्ग्लिस लिएर पढ्नु भएको थियो नि त सरको त बुढी भागेर जान्छ कि ल्याएर पकाइदिए हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अगेन धेरै पछि भिडियो बनाउनु लाग्यो किन भन्दाखेरि मैले तपाईँहरूलाई अगाडि नै इन्फर्म गरेको थिएँ कि मेरो एक्जाम चलिरहेको छ 12को फाइनल हो अनि अहिले म भिडियो बनाउनु मिल्दैन भनेर अगाडि नै इन्फर्म गरिरहेको थिएँ र आज चाहिँ हाम्रो लास्ट एक्जाम सकिन लाग्यो के अरे अकाउन्टको आज लास्ट एक्जाम छ अन्त आज चाहिँ सक्यो अनि के अरे अकाउन्टको एक्जामको लागि एकदमै अलिकति डर चाहिँ लागिरहेछ किन भन्दाखेरि फर्स्ट सेकेन्ड ठाउँ अहिलेसम्म पास सक्दैन भएर अन्त पछाडि योपालि चाहिँ गर्नुपर्ने किनकि मैले ट्युसन पढेको छु यत्रो महँगो त्यही भएर अन्त पछाडि तपाईँहरूले सोचिरहनु भयो मेरो एक्जाम कस्तो भयो होला भनेर होइन म भनिदिन्छु तपाईँहरूलाई हुन त कतिजनाले जेसुकै गर्नु मलाई के मतलब नसुना भन्नु होला होइन त्यहाँदेखि सुनिहाल्नु होला म सुनाउँछु अनि मेरो चाहिँ सबै एक्जाम राम्रो भयो सामाजिकको चाहिँ अलिकति बिग्रियो त्यो एउटा मुर्दालाई सिकाउँदा सारेको डिट्टु सार्यो सिकाउँदा कति 10 मार्क्सको छुट्यो क्या त्यही भएर अनि अब चाहिँ हाम्रो एक्जाम चाहिँ उता माथि शारदा माविमा परेको छ उता के भन्छ पशुपति नै पुग्न पर्ने हुन्छ त्यही भएर अब चाहिँ म निस्कनु पर्ने हुन्छ अब के हुन्छ कसो हुन्छ म त्यही भएर इन्फर्म गराउँछु अनि मोबाइल त अफकोर्स लान पाउँदैन नत्र एक्जाम हलमै लगेर देखाइदिन्थ्यो म त होइन अनि त्यही हो कलेज आइसक्यो यहाँ उहाँ दिदी नमस्ते उहाँ सबैजना ट्यालेन्टहरू यहाँ पढ्दै हुनुहुन्छ चिट बनाउन तयारी उहाँहरूको फेरि छिटो चलिरह ए धेरै नन्छु प्लिज आज मैले खतरा चलिरहेको छु लास्ट फलमा निलो लगाउने मैले त्यही भएर कपालमा निलो लगाएको छु ऊ प्रार्थनाको कपी हो उसको क्यालकुलेटर हो हुँदैन ट्यालेन्टहरू बेसी हो अलिकति याद गर्नु पर्यो नि त यही मेमोराइज गर्नु पर्यो ल मेघराज सर हेलो भन्नु मेरो ब्लगमा ल के भनिदिनु मेरो ब्लगमा हो कि ल के भनिदिनु ल के भन्नु ल तिमीलाई बेस्ट अफ लक आज अकाउन्टको एक्जाम राम्रोसँग गर ल ल मान्छे राम्रो हो कि जकेट राम्रो हो किसिमै राम्रो देखियो नि ल ल अब प्रास्ता तिमी र मम्मीले टिकटक बनाउनु पर्छ नि कुन बनाउने पढ ले साले फेल हो जाएगा पढ ले अब एक्जाम दिन छिरेको बाई बाई हाम्रो चाहिँ एकदम आज बिगार आइसक्यो नि हेर कस्तो भयो तिम्रो रमिसाको कस्तो भयो रमिसाको मेरो त नभनौँ एकदम मेरो त 4 दिन भइसक्यो एक्जाम बिग्रेको यो 4 दिनै त्यही मुद्दा पढेर मेरो एक्जाम सबै बिग्रियो सबै 4 दिन भइसक्यो त्यो एउटै लगातार सार परेको त्यो मुद्दाले न यता फर्किनु दिन्छ न उता फर्किनु दिन्छ अब त भेटेर म त मुख छाडिदिन्छु र अब त कसम भनेको 30 मार्क्सको पनि गरेर आज मेरो ओभर बिग्रियो रमिक छ प्लिज ल बाई बाई हामी यसमा भेट्न जान्छौँ के म झन् सोच्दै थिएँ योपालि डाइरेक्ट इन्डाइरेक्ट आएर बिगाऱ्यो अरे खुसी नि तर समझ रहे हो ना मेरो नातिलाई त पक्कुन्चले खुसी म त्यसको त मैले धारा सारा निकालिदिन्छु फेरि अझ त्यही माथि प्रिन्सिपल सर आएर अकाउन्टको क्वेसन त अहिलेसम्मको सजिलो क्वेसन हेरेर तँ गएर देखा न त्यसो हाम्रो पेपर तिमी लिएर गर त्यो प्रिन्सिपल त के हो त्यो के छ त अनुहार के भएको होइन कि त्यो पेपर हेर्नु लम्बुवाला के उसले त आएर त्यो भन्छ म चाहिँ ब्याक भइसकेँ मेरो एक्जाम दिएर सकाएर होइन म बाटो बनाउन सकिनँ किन भन्दाखेरि म एक्जाम देखेर यस्तो रिसिरहेको थिएँ नि मैले किन रिसाएको भन्दाखेरि लगातार 4 दिन भइसक्यो है अर्को बिल्डिङमा जान्छु त्यही सर भर्छ अर्को बिल्डिङमा आउँछु त्यही सर भर्छ अर्को बिल्डिङमा आउँछु त्यही सर 4 दिन भइसक्यो लगातार सेम इन्भिजिलेटर हामीलाई टिक्क लाग्दैन भनेको मलाई त पिड दिन जस्तो रिसिरहेको थियो फेरि के गर्नु फेरि बच्चाहरू भनेर छोडिदिएको मैले अनि
केही हल्लिन नि नदिएको क्या इङ्ग्लिस नेपालीको दिन चाहिँ यस्तो लु छोडिदियो है पेपर तानेर लेख्दा पनि केही पनि नभन्ने टाइपको होइन अनि आज मैले यस्तो खतरा चिट बनाएर अब अलिअलि त चलिहाल्छ नि त्यो लगाएको थिएँ है त्यो हेर्न पाएन के भन्नु तपाईँलाई म देखाउँछु यस्तो खतरा चिट बनाएको थिएँ मैले है मतलब अब अकाउन्टमा त अब राम्रै मार्क्स ल्याउनु भयो भनेर यसले लगेको थिएँ क्या अलिकति लगेको थिएँ है मुख छाडिदिउँ क्या एकचोटि डराली तर नछाडौँ होला हेर्नु त मैले सर्टमा यसरी लगेको थिएँ मैले एउटा हेर्न पाएन टोइलेटमा गएर एक दुईवटा हेर्न पाएको थिएँ त्यही पनि त्यहीँ सकायो अनि जस त्यहाँ त्यत्रो लगेको हेर्ने भने त है एउटा हेर्न पाएन म सिर्फ टोइलेटमा गएर इन्डिभिजुअली पनि टोइलेटमा तिमीहरू चाहिँ चिटफाला गएको होला भनेर भन्दै थिएँ होइन अनि पछि त्यहाँदेखि अनि गएँ म अनि यस्तो सर्ट माथिबाट यसरी म चाहिँ राष्ट्रियमा पढौँला अनि तल यसरी राखेर हेरौँला भनेको फर्स्ट बेन्चमै राखिदिएर मुर्दारले अब छोडिदिउँ त्यो त्यस्तो नराम्रो पनि भएन जस्ट पास मार्क्स त आउँछ अनि जुन चाहिँ मेरो इङ्ग्लिस लिएर पढ्नु भएको थियो नि त सरको त बुढी भागेर जान्छ कि तपाईँलाई मेरो सरब लाग्छ त्यही त्यस्तो भन्नु दिनु त्यही पनि है तपाईँले त्यस्तो चाहिँ गर्नुहुन्थेन के तपाईँहरूको भोलिपछि छोराछोरीलाई पढेछ अनि बल्ल थाहा हुन्छ अनि त्यतिखेर अनि मेरो महत्त्व मेरो के अरे पीडा कति छ मेरो मनमा यस्तो के अरे जब एक्जामको दिन पनि लेख्न नदिने ल गएको म भन्दाखेरि अब कहीँ जाने भएन म होइन यसरी घाममा डुल्न सकिन्न अब होइन त्यही भएर मैले मासुको रेसिपी म भात 2 बजिसक्यो मैले भात खान पनि पाएन अनि अब मासु लिएर आएको छु भर्खर अनि म तपाईँलाई रेसिपी पनि सेयर गर्छु त्यसरी मसँग मिलेर खाने म चाउमिन पनि बनाउँछु टाइम झुट बोल्यो भने 2:30 भइसक्यो चाहिँ अब चाहिँ यहाँ हेर्नु मेरो रेसिपी मैले पकाउँदै थिएँ बिचमा बोल्न गएको म त यहाँ मासु यहाँ साग चाहिँ मैदा म मिलायो यसरी मजाले तार्नुपर्छ तारे पछाडि चाहिँ छेउछेउमा प्याज लास्टमा मजाले तारे पछाडि मात्र प्याज हाल्ने है ओन्ली प्याज अनि पकाउनु ल यहाँ राख्छु साग त फेरि म खासै पेटमा छिर्न मान्दैन मम्मीलाई भनेर मात्र ल्याएर पकाइदिएँ हो कि त्यही भएर नमन पराएको कारण यसले पोल्छ कि मासु फेरि पोलेर त केही पनि हुँदैन तर मासुले बोल्दा केही हुँदैन तेरी माटो हाम्रो मासु रेडी सेफ ल म चाहिँ अब ब्याक भइसकेँ मैले यहाँ भर्खर भात अनि त्यही बिहानको भात थियो त्यसलाई तताएर अन्त पछाडि मासु पकाएँ अनि चाउमिन भर्खर पकाएँ अनि अब चाहिँ म स्टार्ट गर्छु यो चाहिँ मैले माइक नहाँस्नु होला किनकि यो माइक चाहिँ मैले अस्ति किनेको हो क्या मैले मोटो भ्लगिङ स्टार्ट गर्छु भनेको थिएँ नि त अनि गर्छु अब बिस्तारै गर्छु अनि अब छुट्टी पनि भयो नि त यो छुट्टी अनि त्यही भएर पनि मैले यो किनेको हो होइन अब चाहिँ म यसको जस्ट राइट युज गर्नेछु अनि त्यो मोबाइल माउन्ट किने हो त्यस्तो गोप्रो सोप्रो त केही पनि होइन अनि त्यही पनि हो अब चाहिँ ढिलो नगरिकन खाऊँ ल म एकदम भोक लाग्यो म कति बेलुका पनि म बेलुका खाना पनि खान्न नि त अनि फेरि उता गएको एक्जाम दिएर अघि 12:30 बजी त घर आइपुगेँ त्यही भएर अब चाहिँ ढिलो नगरिकन स्टार्ट पहिला भातबाट स्टार्ट गरौँ नेपाली भएपछि भात खानै पर्यो होइन मैले मिठो बनाउँछु क्या जे भए पनि मैले यस्तो दिन भिडियो नबनाउनुको कारण पनि यही हो कि खास गरी
त्यही भएर यो चाहिँ आज मुकबाङ सुबाङ केही पनि होइन मुकबाङ नभनौँ एक्जाम सकेको पार्टी मलाई कोक ओभर मनपर्छ कोक मेरो फेभरेट हुन चाहिँ होइन तर यो गुलियो भयो भने मलाई कस्तो मिठै लाग्दैन क्या तपाईँहरूले मलाई सजेस्ट पनि गर्न सक्नुहुन्छ है मैले मुकबाङ भिडियो ओहो यहाँ मुकबाङ भिडियो बनाऊ यसो गर त्यसो गर भन्नु न ओहो केचप सस नहालिकन त मलाई केही पनि मिठो लाग्दैन अनि अब त त्यो बिना त जाँदा पनि जाँदैन केचप त मैले आफै मासु हालेको अनि त पछाडि के भन्छ यसलाई धेरै कुरा हालेको छु खाम्ला अब कम्प्युटर साइन्स पढ्ने स्टुडेन्टले यस्तो बनाउनु सेम अनिया चाहिँ आम स्टुडेन्ट मजा गरेको फेरि मनमा लिनु होला यदि म कोही बेला रिसाएँ भन्छ त मलाई चाहिँ धेरै मासु पकाएर ल्याइदिनु म एकैछिनमा खुसी भएर यो चम्चाले अप्ठ्यारो भयो अर्को चम्चा लिएर आउँछु ल म उ गर्छु ल ट्रान्जेक्सन कैसा लगा मेरा मजाक सुरुमा त त्यो बोल्दा नि कस्तो लाज लाग्ने क्या मान्छेहरू अगाडि खासै बोल्न नसक्ने बोल्दा नि अड लाग्ने है अहिले त बाटोमा जो देख्यो त्यही ब्लगरहरू मोबाइल यस्तो है ल ब्लग सुरु म जस्तै रहेछ क्या तर के हो कसैले केही नगरिकन घरमा चुप लगाएर बस्नु भन्दा नि आफूले केही गर्छु भनेर सुरु गर्नु पनि राम्रो हो नि त इमोसनल कुरा गर्दै क्या फेरि मैले सोच्न पर्छ भन्न खोजेँ मैले कतिजना देखेँ सब्सक्राइबर अब आफूले बढाउने कोसिस सुरुमा त अब सबैलाई होइन सब्सक्राइब गरिदिनु न मेरो च्यानल भन्नै पर्छ है त्यो म कसैलाई प्लिड गर्न सक्दिनँ म सक्दिनँ भन्यो भने कसैले तिमीहरूको च्यानल आएर सब्सक्राइब गर्दैन तिमीहरूले आफै सेयर गर्नुपर्छ मेरो च्यानल सब्सक्राइब गरिदेऊ अनि बल्ल ग्रो हुने हो नि त सबैजना लजाउने रहेछ क्या म त फेरि गिर्दिन है मेरो चाहिँ इगो आउँछ भने चाहिँ हुँदैन हामीले सेयर गर्नुपर्छ किनकि सेयर गऱ्यो भने त कति हल्ला गरेको सेयर गऱ्यो भने त बल्ल ग्रो हुने हो नि त अनि त्यही भएर मलाई चाहिँ त्यस्तो लाग्छ अब तपाईँहरूको आफ्नो पर्सपेक्टिभ हो होइन अनि मैले त्यतिखेर ओमेगलमा जान्थेँ क्या बेलुका ओमेगलमा गएर बोल्थेँ सबसँग अनि त पछाडि अन्त इन्स्टाग्राम आइडी माग्थेँ अनि कसैले चाहिँ अनि के अरे तपाईँले केही चलाउनुहुन्छ भने म युट्युब चलाउँछु भन्दा अनि मेरो सब्सक्राइब गरिदिनु ल भन्थ्यो अनि हुन्छ के छ च्यानल भन्नु ओहो तपाईँ पनि भ्लगर आउनु भनेर मलाई कतिजनाले इन्स्टाग्राममा टेक्स्ट पनि गर्नुहुन्छ क्या म ओमेगलबाट हालेको थिएँ नि त भ्लगर जिउ भन्नुहुन्छ क्या त्यही भएर भ्लगर म त रिस उठ्यो म त अब त किताबहरू सबै साथीहरूसँग जम्मा गरेर मागेर लिएर आउँछु अनि भैयालाई बेचिदिन्छु चटपटी खाना पनि पैसा आउँछ
बिजनेस तर हामी कति लगानी हाले हुन्छ किताबमा कति धेरै पैसा जान्छ हौ किन्दाखेरि चाहिँ 500 1000 कति पर्छ होइन अनि हामी जब बेच्दाखेरि 20 रुपियाँ 30 रुपियाँ 50 रुपियाँ धेरै भयो गर्मी भयो एक दिन मन आएको तपाईँलाई मेरो याद आयो होला होइन मलाई थाहा छ मेरो प्रमिस कहाँ गयो होला भन्नु होला ओभर एक्टिङ भयो क्या काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग तपाईँहरूले पनि ड्याउ गर्नुहुन्छ त्यो छ्या भन्ने होइन नि फेरि ल ड्याउ गएपछि बहुत रुच्छ क्या Yummy, yummy. Hadi. दुई प्लेट क्लिन है क्लिन खाँदा त खान सक्छु यति त तर म बेलुका खाना खाँदिनँ क्या त्यही हो कुरो मैले यति खाइछु कति चाहिँ घिच्न पर्यो र खानु पर्यो सरी ल्याङ्ग्वेज डिफरेन्स एभ्रिवान सबैजनाले हेरेर माया गरिदिनु होला लाइक सेयर कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला बाई भन्नु थियो तर कोक सकाउँछ है पहिला ल ल कोक सँगसँगै मेरो भ्लग पनि सकियो सो एभ्रिवान म चाँडै अब सक्दो म कन्टिन्युटी दिन कोसिस गर्छु हजुरहरूले पनि हेरेर माया गरिदिनु होला सो बाई बाई नेक्स्ट टाइम नेक्स्ट भिडियोमा तपाईँलाई भेट्छु म बाई बाई